हेलो एन्ड नमस्ते सबैजनालाई स्वागत छ यो राजीव मोक्तानको युट्युब ब्लगमा। एन्ड आजको युट्युब अल अबाउट ट्रेकिङ हुनेछ। अनि तपाईहरुलाई थाहा पनि भइसक्नु भयो होला। अनि अहिले चाहिँ म एक्लै छु। मेरो भाइ चाहिँ बाइकमा आउने कुरा छ, बाइकमा आउँदैछ र अब चाहिँ हामी नेक्स्ट स्टेसनमा चाहिँ सम्धीलाई पिकअप गर्छौँ। एन्ड सम्धी हामी दुईजना हुन्छौँ पोखरासम्म, काठमाडौँ टु पोखरा। अनि त्यसपछिको भिडियोहरूको लागि चाहिँ किप वाचिङ, हेर्दै गर्नु होला, रमाइलो हुनेछ यो भ्लग है त। लासो यता हो नि। ओहो चिया हो, चिया धन्यवाद। यो चाहिँ ब्रेकफास्टको लागि रोक्दो रहेछ हाम्रो बस चाहिँ यता। यो चाहिँ ब्रेकफास्ट अनि हाम्रो ब्रेकफास्ट चाहिँ यहाँ सम्धी यहाँ हुनुहुन्छ। लासो सम्धी ब्रेकफास्ट होइन त, फर्स्ट ब्रेकफास्ट ल ब्रेकफास्ट खाउँ। अनि त्यसपछि हामी लन्चको लागि 1 घन्टापछि लाग्छ, 2 घन्टा ल त्यसपछि खानु। मिठो छ मेरो यहाँ चिया खानु हुन्छ ल, चिया खानु मिठो छ। ब्रेकफास्ट सकेर निस्क्यो। अब हामी यो चाहिँ हाम्रो बस होइन, लग्जरी बस। ब्रेकफास्ट सकेर निस्क्यो। सम्धी चाहिँ पछाडि हुनुहुन्छ होइन। अनि यहाँनिर स्विफ्ट होलिडे यसरी जाने रहेछ। जस्ट कम्फर्टेबल छ होइन सम्धी, कम्फर्टेबल छ नि, एकदम कम्फर्टेबल। वाइफाई पनि छ, त्यति साह्रो चल्दैन होइन, हुन चाहिँ हुन्छ। यही हो। कुन ठाउँ अरे अहिले सिट नम्बर 25, 26 यहाँनिर हामी। ओइ हामी लास्ट रहेछ त, हामी आउने बित्तिकै चल्यो त छ अझै। राइट, हाम्रो लन्च चाहिँ कुरिन्टार भएको छ होइन सम्धी। हाम्रो लन्च चाहिँ कुरिन्टार होइन, यो कुरिन्टार। यहाँ चाहिँ बुफे सिस्टम हुन्छ भने होइन। अब फर्स्ट टाइम जाँदैछु, बुफे सिस्टम हुन्छ अरे। यहाँ के नाम लेख्नुपर्ने? यतातिरको भिडियो खिच्दै गरौँ न, हामी छ यता। लुक एट दिस। अब सिधै भित्रको बुफेको भिडियो खिच्छौँ, सिधै अब बुफेको भिडियो खिच्छौँ होइन। कस्तो रहेछ के रहेछ हेरौँ। अब भाइ आउन बाँकी छ, भाइ चाहिँ बाइकमा आउँदैछ, त्यही भएर है ब्लगिङ सुरु हुँदैछ है। अब कति रमाइलो हुन्छ भन्ने कुरा यहाँ अब हेर्नुहोस्। यो चाहिँ मेन ठाउँ रहेछ कुरिन्टारको लन्च गर्ने ठाउँ। अनि त्यही भएर कति धेरै बसहरू छ यहाँ। ओके सी यू। यो चाहिँ क्यास काउन्टर रहेछ। फर्स्ट टिकट काट्ने खाइ बुझ्नु दिला हेर्नुपर्छ। यहाँ के को लाइन हो फेरि? यो चाहिँ मान्छेलाई लिएर खाइसकेको छ। ए यो चाहिँ बुफे चाहिँ यता। सिस्टम त कडा रहेछ। बुफे यता रहेछ, यता के हो? यता चाहिँ के हो खासमा? बुफे लिनु तपाईँ एउटा है। पोखरा बजारको पृथ्वी चोकमा आइपुग्यो है त हामी अहिले। सम्धी अगाडि हुनुहुन्छ, हामी अहिले होटलको लागि निस्केको है त। अब चाहिँ राइट पोखराको पृथ्वी चोक। राइट
हामीले होटल बुक गरेको थिएनौँ सो अब चाहिँ हामी होटल हेर्न जाँदैछौँ This is Pokhara my friend look at this Pokhara welcome to Pokhara look at this traffic Pokhara last busy छ लेक साइडको त अलि उता साइडको उता साइडको हो कि खै कतापट्टि हो उता साइडको बस्छु त्यस हामी रिभर साइडमा बस्नुपर्ने हो खासमा हैन यो त इन्डिङ साइड हो यस्तो दामी हैन ल फाइनली हामी चाहिँ यो होटलमा बस्ने भएको छौँ हैन प्राइसहरू मिल्यो रुमहरू एकदम क्लिन निट एन्ड टाइनी छ अनि यहाँको इन्भाइरोमेन्ट पनि पिस छ द इन्भाइरोमेन्ट सो यहाँ रुम नम्बर 402 उ त्यहाँ तर त्यसले कहाँबाट अन गरेको थियो ऊ यहाँनिर हो यो के अन गर्नुपर्छ होला के हुन्छ किन निकाल्नु बित्तिकै बत्ती जान्छ म स्विमिङ पुल होला भनेको त जस्ता पो रहेछ मुनिको यतिखेर हामी नुहाइदिए गरेर पोखराको इभिनिङ वाक हिँड्दैछौँ है त्यसको नाम चाहिँ आर्ट ग्यालरी डिनर बार ब्रेकफास्ट दामी आर्ट रहेछ माछा इभिनिङ वाक फ्रेस भइरहेको नुहाएर आएको छौँ पोखराको नाइट लाइफ चाहिँ यस्तो हुँदो रहेछ त्यहाँनिर चाहिँ हिमाल लुक एट दिस हिमाल लेक साइड अफ पोखरा अहिले चाहिँ पोखराको लेक साइडमा देयर इज अ लट अफ बोट्स अनि घुमिरहेछौँ एकदम मजा आइरहेछ अब हामी यसपछि खाना खानातिर जान्छौँ वा लुकिङ फर डिनर केटाहरू अगाडि छ हाम्रो आजको डिनर चाहिँ लेक साइडमा यस्तो एथेन्टिक लोकल भट्टीमा आएर सुकुटी चिकन दाल भात अचार एन्ड दिस इज द गाइज यता चाहिँ नदेखाउँ उता चाहिँ नदेखाउँ ओके मजा आयो मस्त खाना खायो लोकल हन्ट गर्न गएको थियो भाइलाई चाहिँ थाहा रहेछ लोकल खाना कहाँ पाउँछ भनेर सो हामीले लोकल खाना खायौँ मजा आयो अनि प्राइस पनि एकदम रिजनेबल के अरे 2टा चिकन खाना एउटा सुकुटी खाना अनि अर्को एक्स्ट्रा 2टा सुकुटी गर्दाखेरि पनि जस्ट 950 भयो थियो मजा आयो जो है अनि आजको लागि यति नै अब भोलिबाट चाहिँ फेरि ट्रेकको भिडियोहरू आउँछ सो स्टे ट्युन मजा आउनेवालामा छ किप वाचिङ साइन आउट फर नाउ